तपाईँहरूले मेरो भ्लगै देखिसक्नुभयो स्टार्ट कसले गरिसक्यो भनेर होइन। आज चाहिँ नेपाल सोसाइटीले क्रिसमसको सबैलाई इन्भाइट गरेर रहेछ होइन। अनि आज चाहिँ बारबिक्यू हुन्छ। हामी आउँदैछ यता आउँदैछ हाम्रो साथीहरू आउँदैछ। भलिबल खेल्न आयो फर्स्ट सर्ट लमजुङको विपिन ब्रो छ यहाँ। केटाहरू जम्मै चस्मा लाएर हिरो भएर आएको छ केटाहरू होइन। म चस्मै लाउनु भुलेछु यार। दामी देखायो बरु। बाबाले देख्यो? दामी बाबाले त होइन होला। दामी देखायो कि 4 बजे कत्रो देखि 3 बजे कि 4 बजे ल अब यता चाहिँ मात्र अगाडि बारबिक्यू चाहिँ बेलायक चाहिँ अगाडि बोलाएर गयो। अनि फेरि सुतिरहेछ। ल हामी चाहिँ यहाँ देशको चिन्ता तिमी माया माया भन्छौ। यहाँ देशको चिन्ता तिमी माया माया भन्छौ। तिमी यहाँ देशको चिन्ता तिमी माया माया छ भन्छौ। यहाँ आफूलाई टोयलेट आछ। यहाँ आफूलाई टोयलेट आछ तिमी माया माया भन्छौ। यता टोयलेट कहाँ छ छिटो भनिदेऊ। मलाई टोयलेटको छ चिन्ता तिमी। यहाँ चाहिँ अहिले हाम्रो नेपाल सोसाइटीले चाहिँ प्रोग्राम चाहिँ यहाँ आयोजना गरे है। अब यहाँ भलिबलको पनि हुन्छ होला सायद, हुन्छ केटाहरूले बनाउँदैछ। अनि यहाँ घुम्न आउनेहरूको मान्छेहरू नि टर्ने। यहाँ एउटा पिकनिक क्रिसमसको रमझममा सबै रमाइलो भेटघाट गर्दैछ होइन। त्यही हो। ल म देखाउँछु। अनि बारबिक्यू भनेछ। बारबिक्यू अब म भेज पऱ्यो, म खाँदिनँ होइन। तर त्यही पनि सेलरोटी नि म खाने मान्छे त होइन। यहाँ छ यता केटाहरू भलिबलको म्याच चाहिँ यहाँ चाहिँ हुन्छ होला, खेल्दैछ है भलिबल। अनि यहाँ छ बिजनेसम्यान हाम्रो ब्रो विपिन ब्रो फोन बोल्दैछ। अब फोनमा 12 मास फोनमै बिजी भइहाल्छ नि होइन। कस्तो दुखेको यार। ये गाडी में कि दाइ यार तेरो छोटो हुन्छ कि यो दाइ यो ये गाडी है अलि लामो हुनुपर्ने यता त नेट टाङ्दैछ। अब नेट टाङ्गेपछि केटाहरू भलिबल खेलिदिन्छ। अनि त्यहाँ बारबिक्यू हुँदैछ। अब त्यहाँ के पाइन्छ सुँगुरको मासु, कुखुराको मासु, कापु खाएर दुईजना केटीहरू होइन। जाऊ खाएर जाऊ, खाना रेडी भइसक्यो। यहाँ जङ्गल छ, यहाँ माथि जङ्गल देखिन सक्नुहुन्छ। यहाँ जङ्गल आमा ठुलो जङ्गल। यहाँ छ क्रिसमस पार्टी मनाइरहेछ। यस्तो भलिबल बनाइरहेछ है। अब के भन्न चाहनुहुन्छ? अहिले चाहिँ हामी त्यो पार्कमा चाहिँ अब रमाइलो गर्छौँ। भलिबल हुन्छ, उतापट्टि बारबिक्यू भइरहेछ होइन। अब त्यहाँ मासु सासु पाक्छ, ल्यापलेप खाने हो है। त्यसपछि अहिले चाहिँ हाम्रो टिकटक बनाउने कार्यक्रम चाहिँ अगाडि बढिरहेको थियो, तर हावाको कारणले सफल हुन सकेन है। हावा आएर यहाँ उड्दै हावा आयो। अनि त्यसपछि भयो भन्दै आजको टिकटक बनाएर हामी है अब फेरि तल जङ्गल यो कुन जङ्गल हो? यही जङ्गलबाट जाऊँ ल हिँड्छ ल। अहिले चाहिँ हामी त्यही जान्छौँ हामी। अब
केटाहरू त्यहाँ भलिबल बनाउँदैछ, भलिबल खेल्ने ठाउँ। आज चाहिँ जङ्गल हेर्नु त, स्याउ पाइन्छ हेर्नु त यताउति। यो देख्न सक्नुहुन्छ, यो चिलाउनेको बोट अनि कटु छ र भात खाने होला। ल हामी चाहिँ जङ्गलबाट निस्केर यही हो पार्क हुने एरिया। कता हो यिनीहरू? साइकल कुदाउँदै हिँडेको त घरमा बाउछोरी फ्रेस बनाउन 2 हप्ता भइसक्यो बिरामी भयो पछि लाइन है, लाइनमा लाइन पछाडि हो यता पछाडि। ल पछाडि अहिले चाहिँ हाम्रो खाना यहाँ लागिरहेछ होइन। एकछिनमा हामी लाइनमा छ। सुधी भाइ, ओ सुधी भाइ धेरै नखाऊ है। लाइन लागिरहेछ है यहाँ। अब यहाँ एकछिनमा भलिबल हुन्छ। यो चाहिँ मेरो लागि भेज गाउँ नानीहरूलाई छुट्टै यतापट्टि लाइन लगाइदिनु न। यहाँ चाहिँ हाम्रो टोलीहरूले चाहिँ मुखबाङ गर्दैछ, मुख हल्लाउँदै है। यहाँ क्रिसमसको पार्टी यहाँ चाहिँ यस्तो भेज हो के हो? खाऊ लाइन लाग्दैछ। अझ हामी खाँदै है। यहाँ खानपिन हुँदैछ यहाँ। के टिकटक बनाउँछ नि? खाँदैछ यहाँ बाटो। छेक्यो देउराली डाँडा अहिले चाहिँ हाम्रो खानपिन भइसक्यो होइन। अब एकैछिनमा घर लाग्छौँ, तपाईँलाई देखाउने नै छौँ बाटोमा के हुन्छ कस्तो हुन्छ होइन। अब एकछिनमा भलिबल पनि खेल्छ होला। मोहन दाई आउँदैछ लखत। मोहन दाई के हो गर्ने हो? त्यो माछामा जाने कि पानी पार्ने? हाम्रो मोहन दाई पनि नाच्छ होला एकछिनमा, डान्सरै हो होइन। एकदम खुसी भएको जस्तो हुन्छ। म उता जान्छु। खाना खाँदैछ यता चाहिँ हाम्रो है, रोटी सोटी अनि यता हुन्छ। खानपिन भइरहेको छ यता। स्याउ के अङ्गुरहरू यहाँ छ। हाम्रो खेलाडी सुदीप भाइ अस्तिको टिकटकको होइन
एकदम मालिक यहाँ छ दीपक भाइ यहाँ यो चाहिँ भलिबलको सेकेन्ड सटर यहाँ बिपिन ब्रो फर्स्ट सटर फर्स्ट सटर हुनुहुन्छ है अबि बुढाङ्गे फाले त यहाँ यस्तो प्रेसर हान्छ होइन ब्रो हो उ चाहिँ हाम्रो लुज भयो खेल्दै हुनुहुन्छ ल पास खेल पास सर्टमै लुज भयो पास खेल दयाले खाँदै हुनुहुन्छ है सबै एकदम सबैजना आनन्दले Whoa! 11-8. ल अहिले चाहिँ है हाम्रो यहाँ प्रतिस्पर्धा भइरहेछ भलिबल टिममै मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नु नबिर्सिनु होला है यहाँ छ अहिले ल ल ल ल ल हेरौँ निको मायाले मुटु नै जलायो चु भन्थ्यौ नि मसित $20-18 आयो त बल 21-18 21-18 है मोहन दाई चाहिँ हाम्रो यो भर्यो सर्भिस गर्नुभयो है अझै हामी पानी तिर्खा लगाएर होइन ब्रो मेन अफ द टुर्नामेन्ट भयो पानीहरू तिर्खा लगायो के भन्नु छ च्यानलमा रमाइलो हो युट्युब च्यानलमा केही भन्नु छ अझै यहाँ केटाले खाइरहेको छ के हो यो भेज हो ल खानु तपाईँ चाहिँ के हो यो भेज हो दुइटै भेज भेज हो यो दुइटै भेज बुढोजीले यहाँ दन्काइरहेको छ है मलाई भेटेन भनेर अझै यहाँ तल खै भलिबल खेलिरहेको छ उताबाट विशेष गरी तपाईँको साथीहरू र भलिबल खेल्ने साथीहरू पनि प्लिज एकछिनको लागि चाहिँ प्याकअप गरेर यता जोइन गर्नु
के को मासु यो कुखुराको ल्याम होइन भेडाको के को मासु खा त्यहाँ हो तपाईँको भेडाको मासु खाएर सकिन्छ सकिसक्यो जोसुकै भए पनि जसले बार्बिक्यू गर्नु भएको एकदमै धन्यवाद यो न्युजिल्यान्डमा पनि क्रिसमस र न्यु इयरको चाहिँ अब कमिटीले मनाएको छ हामी सबै यहाँ सहर गएर रमाइलो गर्छ अरू सान्टा क्रुजबाट चाहिँ उपहार लिइरहेछन् हामी कोही भलिबल खेलिरहेछन् कोही नाचिरहेछन् रमाइलो गरिरहेछन् रमाइलो छ ल त केटाहरू खाँदैछ अब एकछिनमा हामी अनि सेलरोटीहरू पाइन्छ खाना है ल यहाँ बस्न पसल मान्छे आउनु आउनु भन न ल आउनुहोस् आउनुहोस् भन्नु पऱ्यो नि ल यहाँ छ साउजी मलाई अलि दिनु त याकुला मलाई यो याकुला हुन्छ पिला कति किलो राख्नु 1 किलो ओहो खत्रै सेपै हो क्या ल ल सेप हो दाटी चाहिँ अझै फोटो खिच्ने कार्यक्रम भइरहेको छ है उता यसले छेक्दैन यता जान बस्छ त्यहाँ तल बस्छ यहाँ अगाडि बस्छ यहाँ चियर घुमाइ चियर घुमाइ सिधै तपाईँ हात छुटेको को बाँकी खेल
गाडी चाहिँ खाली भइसक्यो हामी अब घरतिर लाग्छौँ है यो काँडा के होला काँडा के होला ल आजको भिडियोलाई यति है अर्को भिडियोमा भेटौँला भन्दै आजको भिडियोलाई यही काँडाबाट अफ गर्न चाह्यो है त बाई 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 बाई